एफएफले प्रेसरमा हो पनामिका आजको खेलमा प्रेसर त भन्न मिल्दैन किनभने बल्ल स्टार्ट त हुँदैछ होइन प्रेसर भन्दा नि कोही कोही बेलामा अब त्यो टाइपको हुन्छ अब मिस्टेक्स हुन पुग्छ जोस्नाको सर्भिस थियो सुमित्राको लागि जानेछ र प्रेसिङ यसैको लागि चिनिन्छन् सुमित्रा रेग्मी उनको आज बोर्ड इक्जाम पनि छ दर्शकबिन बोर्ड इक्जामको दौरान उनी खेलिरहेकी छन् अगाडि यो खेल कति महत्त्व छ उनका लागि भलिबल उषाको स्पाइक यहाँ पनि आएको छ अङ्क एफएफ दुवैतर्फबाट पछाडि ब्याककोर्टमा प्लेयर्सहरू झुकिन पुग्नु भएको छ प्रतिभा मालीको बिचमा सायद त्यो कलिङ नहुनुको कारणले पक्कै पनि त्यो कोर्डिनेसनको आवश्यक छ आजको खेलमा निरुता प्रगति सलिनाले टिपअप गरिदिएकी छन् एकदम राम्रो ट्रिकी प्लेसिङ थियो सल्ना बुढा मगरबाट सुमित्रा आउनेछन् सर्भिसमा सुमित्रा सुषमाले दिनेछन् कसको लागि सृष्टि थिइन् देखा राम्रो रहन गएन प्रगति सलिना के बचाउन सक्थिन् देखा प्रयास राम्रै थियो निरुता थकुना जिउकोबाट किनभने त्यो जुन ब्लकिङ हुँदाखेरिको त्यो प्लेयर बस्नुपर्ने पोजिसन थियो त्यो बस्नुभएको त सही नै थियो तर सायद सल्ना बुढा मगरको पावरफुल स्पाइकले डज भएर त्यो ठाउँमा पुगेर उहाँलाई गाह्रो भयो होला जसले कटाइदिएका छन् बल प्रगति निशा मोहर यो पटक एकदम सिम्पल सजिलो कुमार सरले भनेअनुसारले नै उहाँले चाहिँ टिपिङ गर्नुभएको छ त्यही ट्रेनिङमा पनि यही खालको टिपिङहरू उहाँलाई गरिराख्नु है भनेर बारम्बार भनिराख्नुहुन्थ्यो केही फरकपन केही नयाँपन खेलाडीहरू चेयरअप गरिरहेका छन् यो टिमलाई यो खेललाई महत्त्वपूर्ण छ सुरुवाती समयमा न्यू डायमन्डले अग्रता लिइरहेको छ र यहाँ धेरै लामो समयसम्म अग्रता लिन दिने छैनन् सृष्टि यो के थियो ब्लकको लागि तयार थियो ब्लकको लागि तयार थियो डिफेन्समा अब त्यही हो सुमित्रा सिज मिडल ब्लकर उसको डिफेन्स चाहिँ अलिकति विक नै छ त्यही माथि अब यस्तो बल चाहिँ उसलाई अलिक गाह्रै हुन्छ लिनको लागि गरिमाको सर्भिस हुनेछ यहाँ सलिना टिपअप गरिदिएका छन् सलिना आउनेछन् पुनः सृष्टि निशा प्रगति निशा बल बचेको छ जानेछ चान्स फर न्यू डायमन्डको लागि प्रगति र पटक ट्रिकी एकदमै फ्यान्टास्टिक प्लेसिङ भनौँ न यो टाइममा चाहिँ म्याक्सिमम उता अपोनेन्ट टिम चाहिँ रेडी नै भएको हुँदैन कि यस्तो बल आउँछ भनेर न्यू डायमन्ड आजको यो खेलमा जित निकाल्दै फाइनलमा स्थान बनाउन चाहन्छ निशा महरले के गर्नेछन् यहाँ यमुना मिसकम्युनिकेसन देखा सृष्टि र निरुताको बिचमा कल हुन सकेन सायद त्यही हो यसमा अब माई बल भन्ने पनि हुन्छ एउटा कि त फलानाको नाम भन्ने हुन्छ त्यो टाइपको देखिएन यहाँ त्यसैले फाइदा पुग्नेछ यहाँ न्यू डायमन्डलाई सुरुवाती अग्रतामा न्यू डायमन्ड निरुता राम्रो बल थिएन त्यहाँ पूजाले के गर्नेछन् त्यहाँ प्रतिभा दिएका छन् प्रगति सलिना यमुनाले बचाएकी छन् रचना सृष्टिको बल हुनेछ यहाँ र सृष्टि यो पटक एकदमै राम्रो कटिङ स्पाइक थियो सृष्टि ज्यूबाट यता टिपटप हेल्थ नेपालको भने लिबिडो अलिकति ठाउँ छोड्नु भएको थियो कि जस्तो लाग्यो मलाई पुग्यो भने खाली ठाउँ थियो त्यहाँ प्रगति सलिनाको लागि जानेछ बल प्लेसिङ गर्न चाहन्थिन् यमुनाले दिनेछ निरुतालाई प्रतिभा यो
पटक सुनिता मिस गर्न पुगिन सुनिता खत्री सायद तयार थिएनन् तयार थिएन त्यो पनि होला बल पनि मिलेकै चाहिँ थियो होइन थिएन चाहिँ तर कोही बेलामा कस्तो हुन्छ भने म कपै गाड्छु भन्ने तरिकाको मेन्टालिटी हुन्छ र त्यही तरिकाको बल पनि गएको देख्छौँ हामीले नेटमा लाग्यो त्यही भएर पनि राम्रो रिसिभ जानेछ सलिनाको लागि सलिना बुढा मगरको लाइन क्रस भएको देखिन्छ यहाँ तिनको गेम चाहिँ उयो गेम एक्यासी हुँदैछ है हो त्यो देखि बराबरीको अवस्थामा आएको छ 3 अङ्कको थियो निम डायमन्डलाई ओर खुट्टा त के दिन हाल्ने चाहिँ बस्दैन जाने पुसा जानेछन् प्रगति सलिनाको लागि यमुनाको राम्रो रिसिभ देखा डिफेन्स सृष्टि घटाइदिनेछन् प्रतिभाले यमुना उषा सलिनाको लागि गएको छ प्रगतिले कसको लागि सेटअप गर्नेछन् प्रतिभा राम्रो रहन गएन यमुनाको लागि बल यहाँ सृष्टि आएकी छन् राम्रो ब्लक यहाँ त्यो जुन जोइनिङ ब्लक थियो सायद सुनिता खत्रीले राम्रो जोइनिङ दिनुभएको छ यहाँ सन्ना बुढा मगरलाई त्यस कारणले पनि उहाँहरूको पेनिट्रेसन एकदम राम्रो भएकोले ब्लकिङ हुन पुग्यो सलिना आउनेछन् सर्भिसका लागि उषाको लागि जानेछ छैन सृष्टि त्यति राम्रो हुन गएन बल के छ आउट छ यहाँ सहजै प्लेसिङ गर्न चाहन्थिन् यहाँ बल राम्रो थिएन त्यसलाई चाँडै क्विक प्लेसिङको प्रयास थियो प्रगतिको बराबरीको अवस्थामा आएको छ सेमी फाइनलको खेल फाइनल प्रवेशको लागि खेल्दैछन् यो दुवै टोली प्रगति यो पटक प्रतिभा वाउ अब फ्रन्ट फुटमा प्रतिभा आएकी छन् केही मिस्टेकहरू हुने छैन फिटनेस चाहियो मिल्ने मौका भयो त प्रतिभावानी नेपाली लामी पनि हाल्यो के महिला भलिबलमा विशेष गरेर भलिबल क्विन भनेर चिनिन्छ उनलाई यो पटक न्यू डायमन्ड कमब्याक गरेकी छन् उनले अस्ट्रेलियामा भलिबल खेल्ने गर्थिन् भलिबल सिक्न गएकी हुन् उनी भन्दै थियो कुरोमा गुरुले अब आएकी छन् न्यू डायमन्डमा देखाउँछन् उनले प्लान भएकी होइनन् उनी र यस्तो खेलाडी नेपालबाट प्लान हुनु हुँदैन अनामिका नेपालले जोगाएर राख्नुपर्छ यस्तो खेलाडीहरू प्रतिभाले चाहिँ सधैँ त्यही भन्छ अब हामीलाई पनि भनौँ न लाइक केही समय गएर पढेर सिकेर म यतै कन्टिन्यू गर्छु क्लबमै टाइपको कुरा गरिरहन्छ उसले यो पटक जानेछ निरुताका लागि उनी पनि कम छैनन् तर ब्लक भएको छ यहाँ सुमित्रा पनि आउनेछन् निशा फम्बल हुन पुग्छ देखा र प्रतिभाले घटाइदिएकी छन् निरुताको लागि पुनः पनि प्रगति प्रतिभा यो पटक पनि लगातार 3 अङ्क न्यू डायमन्डलाई राम्रो पावर पनि थियो त्यसमा अनि एउटा त अर्को भनेको उसको टार्गेट चेक आउट गर्ने नै थियो जस्तो देखिन्छ यो स्पाइक अनुसार अनुभवले निकै काम गर्ने गर्छ त्यसले पनि हाल्नुपर्ने है खेलमा एकदमै प्रतिभा भएन हाल्नु त हाल्नुपर्ने युटिलाइज गर्दै सुमित्रा रेग्मी प्रगतिनाथ साथमा दिन देखा एकदमै राम्रो नेट ब्लक थियो त्यो टाइम आउट लिएको छ एफएफले के सल्लाह गर्नेछन् टिममा अग्रता लिएको छ सुरुवाती सेटमा टिपटप न्यू डायमन्डले यो टोली यो पटक छनै बलियो भएर आएको छ बेन्च प्लेयरहरूदेखि लिएर अरू प्लेयरहरू पनि एकदमै राम्रो छन् र टोलीले राम्रो गरिरहेको छ सुरुवातदेखि नै त्यसको श्रेय जान्छ प्रशिक्षक कुमार राईलाई उनले तयार पारेका छन् टोलीलाई बेन्च प्लेयरहरूदेखि लिएर सबै प्लेयरहरू तयार छन् यदि कुनै प्लेयर छैन भने अरू प्लेयर आउन पनि तयार छन् त्यहाँ निकै बलिएको छ न्यू डायमन्ड अघिल्लो सिजनहरूमा भन्दा पनि
प्रतिभा मालीको प्रेजेन्स छ होइन सुनमा सुगन्ध थपेको जस्तै हो यो भनेको एउटा इन्डिया आउनुपर्छ सुनका खत्री मिस गर्न पुगिने एकपटक के अरे देखिन्छ पुलिस हो बरु राम्रो भनेको टिम बनाएको सर्भिस मिस भएको छ तर अग्रतामा सजै टिप्पणी डायमन्ड त्यो त माइदिनु राम्रो सुमित्राको चाहिँ अझै पनि त्यस्तो त्यो अब उसले खेलेको धेरै पनि भएको छैन होइन कति केही 1-2 वर्ष वरिपरि जस्तै उसले भयो कन्टिन्यू गरेको भलिबल होइन त्यही भएर पनि कतिवटा बलहरूमा त्यो टाइपको एक्सपिरियन्स पनि नभएर होला त्यस्तो सिल्ली टाइपको मिस्टेक्स भइरहेको हुन्छ उसबाट यहाँ भने एक्सपिरियन्स प्लेयर उषा विश्वको सर्भिस मिस उनको चाहिँदै रहेछ भनेको प्रगतिनाथ जुन हामी बेला बेलामा भनिरहेका छौँ नेपाली भलिबलको फ्युचर राष्ट्रिय टोलीकी कप्तान अरुणा साईको स्थान लिन सक्ने यदि कोही प्लेयर हुनसक्छ भने कुमार राईले त्यो तरिकाले तयार पारेका छन् उनलाई र त्यो किसिमको एक्सपिरियन्स उनीमा र यहाँ निरुता मलाई अग्रता लिनुहोस् सुराती अग्रता लिनुहोस् हामी पनि हाम्रो खेल देखाउनेछौँ भन्दैछन् उनी यहाँ डबल ब्लकको लागि आएकी थिइन् निशा तर न्युताको अलि हाइट भएखेरि र त्यसपछि सुमित्रा सुस्नाको सर्भिस सलिना त्यसपछि जानेछन् निशाको लागि नेट टच हुन पुगेको छ यहाँ यहीको अरूको भन्दैन त्यो पत्यामाले के हाइट भएपछि हामी बनामिका जसलाई राष्ट्रिय टोलीकी कप्तान सम्बोधित गर्छन् बेला बेलामा र उनलाई कुनै खेलाडी आउँछ राष्ट्रिय टोलीमा प्रतिस्पर्धा गर्न उनको स्थान लिन आउन सक्छ भने यदि उनी नभएको समयमा त्यो प्रगतिनाथ हुन सक्छ प्रगतिनाथ होइन जस्तो एउटा प्लेयर हो होइन सुरुमा चाहिँ उसलाई सेटर बनाउने भनेर गराएको थिएन उसलाई ट्रेनिङदेखि लिएर होइन सबै स्पाइकिङकै सिकाइरहेको थियो कि स्टार्टिङमा चाहिँ किनभने उसको हाइट थियो होइन तर पछि चाहिँ के भइदियो भन्दाखेरि हाम्रो सेटर त्यतिखेर हुनुहुन्थेन अब कृपा थियो कन्टिन्यू गरिरहेको होइन पछि कृपाले छोडिसकेपछि हाम्रोमा त्यति सेकेन्ड सेटर थिएन त्यतिखेर त्यही भएर चाहिँ एकैचोटि ल अब कसलाई बनाउने त प्रगतिलाई बनाउने भन्ने तरिकाले चाहिँ उसलाई त्यसरी ट्रेनिङ दिएको थियो फेरि म्याच पनि नजिकै थियो त्यतिखेर होइन उसलाई केही समय मात्रै ट्रेनिङ दिएर त्यो पोजिसनमा बाबाले रेडी बनाउनु भएको हो कि प्रगतिनाथलाई चाहिँ पक्कै पनि त्यो किसिमको खेल देखिन्छ पनि राम्रोसँग तयार भएकी छन् राष्ट्रिय टोलीमा पनि डेब्यू गरिसकेकी छन् उनले आवश्यक छ भने जस्तो खेलाडीहरू र सुमित्रा यही किसिमले भन्दैछौँ दिमागमा कुनै प्रेसर छैन भाइ आज उनको लागि बोर्ड इक्जाम अगाडि बसेको छ तर प्रेसर भन्ने दिमागमा कुनै पनि छैन फोकस यो किसिमको फोकस सबै खेलाडीमा आवश्यक छ सुनसुकी तनावहरूलाई छोडिदिनुहोस् मात्र गेमको लागि तयार हुनुहोस् त्यसको उधारो दिन सक्छौँ हामी सुमित्रालाई इक्जाम सपना विकास इक्जाम छोडेर आएकी छन् उनी इक्जामको त्यो पढाइको प्रेसर छोडेर आएकी छन् सिधै जानेछन् इक्जाम हलमा अब गेमपछि गेम सकिसकेपछि याद आएपछि चाहिँ त्यतिखेर चाहिँ ला भन्ने टाइपको हुन्छ क्या अब अहिले सायद सुमित्राले त्यही भएर होला अहिले गेममा फोकस छ उसलाई केही थाहा यादै छैन त्यो फोकस देखाउनु पर्ने छ एफएफ क्लबले प्रगति यति बेला सुनिता थिइन् र पनि सुनिताको लागि जानेछ छैन यहाँ निशाको लागि जानेछ त्यति राम्रो हुन सकेन बल अङ्क आउनेछ यहाँ डायमन्डलाई त्यहीकै लागि हालेको उफ्रेर हान्ने अलिक त्यो मात्रै छैन त्यो के अरे बुढा मगर निशा सर्भिसमा सर्भिस मिस
अब यस्तो सर्भिस गर्ने टाइममा चाहिँ कसैलाई कन्फिडेन्ट छ भने यो प्लेयरलाई हानेर म स्कोर ल्याउँछु या यो खाली ठाउँमा हानेर स्कोर ल्याउँछु भन्ने हुन्छ। कसैलाई चाहिँ अब अलिक डर छ भने म सेफ क्रस गर्छु भन्ने हुन्छ होइन। अब निशाको मनमा चाहिँ के थियो मलाई थाहा भएन, मैले जहाँसम्म लाग्छ सेफ कटाउँछु भन्ने उसको साइड थियो होला, तर अब त्यही मिस्टेक हुनु पुग्यो। अब कोही बेला त्यही हो। प्रतिभाको लागि जाने सही बल यो नानी नै पट्टि लगाउने जुसो बन्दी रहेछ के मात्र रहेछ नि त्यति राम्रो थिएन। बल बचाउनु पर्ने हुन्छ यहाँ। कन्टिन्यू सलिना र स्कोरमा कन्भर्ट गर्नेछन् सलिना यहाँ। और फर्स्ट अङ्क आउनेछ न्यू डायमन्डका लागि। थर्ड लाइन खाने इन्डिया बेला बेलामा कमेन्ट्री बक्समा मैले जोस पनि देखिरहेको छु पनामिकाको। त्यो जोस किन आउँछ भने कि जोस किन आइरहेको छ भने पनामिका लामो समय भयो न्यू डायमन्डको खेलाडी, त्यसपछि अहिले प्रशिक्षण पनि गराइराख्नु भएको छ, त्यसैले पनि देखिरहेको छु जोस यो। यहाँ के अरे त्यो म्याच हेरिरहेको छु त म अहिले म्याच हेर्दै चाहिँ एनालाइज गरिरहेको छु होइन। बिर्सिहाल्दो रहेछु कुनै कुनै टाइममा म यहाँनिर कमेन्टेटरको रूपमा बसिरहेको छु भनेर। हुने गर्छ त्यो निकै लामो समय त्यो सम्बन्ध छ त्यो टिमसँग, त्यो रिलेसन छ खेलाडीहरूसँग। प्रतिभा वाउ क्या गजबको खेलाडी, जति तारिफ गर्नुहोस् त्यति पुग्ने छैन यहाँ। यसै भलिबल क्विन भएकी होइनन् उनी। त्यो आउट दिएको हो फर्स्ट लाइन किला सुरु केसी ल्याएर यस्तरी हैन अलि आउट गरेको अरे सुन्दा खर्ती देखिरहेका छौँ हामी सर्भिसको लागि गइरहेकी छन् उनी। प्रशिक्षक कुमार राईले भन्दै थिए मेरो ठोक्दा त ठोक्यो तिमी पाकिस्तानलाई लागि ल्याक्टर लिब्रो पनि ठोक्यो नि त त्यो बसुन खान थालेको एम लाग्छ। सुनिन त्यसले धक्का दियो पाकिस्तान खेलाडीले मुङ्गो हान्थ्यो छाती पहिला पायो तर कोचले पायो होला। के भएर आयो यो खेलाडी परिवर्तन या खेलाडी चेन्ज गर्दाखेरि अलि ढिला आयो सायद चाहिँ भएर होला। सुनिता खत्री छन् यहाँ। प्रशिक्षक कुमार राईले भन्दै थिए सुनिता खत्रीलाई तयार पार्न सबैभन्दा कठिन भएको थियो मलाई। त्यो कन्फिडेन्स बिल्डअपमा खेलाडीमा कन्फिडेन्स चाहिन्छ। यदि खेल्छ तर कन्फिडेन्स छैन भने त्यो डर छ भने मनमा त्यो हटाउन खेलाडीबाट धेरै मुस्किल हुने गर्छ। पनामिकालाई पनि सङ्गत गर्नु भएको छ सुनितासँग के छ। मैले चाहिँ केही समय क्लबमा गएको थिएँ होइन। धेरै टाइमपछि आउँदाखेरि चाहिँ सुनिताले फर्स्ट टाइम देख्दाखेरि चाहिँ एकदम डराउने होइन अलिक नर्भस हुने टाइपकै थियो कि ऊ पहिलेबाट उसको त्यो स्वभावहरू। अहिले चाहिँ त्यो अलि हट्दै गएको देख्छु म गेमहरूमा पनि, अब अरू मान्छेहरूसँग इन्टरेक्ट गर्दाखेरि पनि होइन। फर्स्टमा चाहिँ त्यस्तै थियो कि अब के कसैले के भन्यो नि अनुहारमै ठ्याक्कै देखिन्छ कि उसको फेरि डराएको। पनि सोधेको थिएँ मैले के हो खेलाडीको कुरा भनेर भन्दै हुनुहुन्थ्यो। त्यो खेलाडीलाई तयार पार्नसम्मको दुःख मलाई सोध्नुहोस् नजिकबाट। रेड यहाँ के कुरामा सायद खेलाडी परिवर्तन अथवा अफिसियलहरूसँग कुराकानी हुँदैछ। अङ्क प्राप्त गर्न सफल टिकटक न्यू डायमन्ड स्कोर आउनेछ। खेलाडी परिवर्तनको कुरामा भन्दै हुनुहुन्छ रेफ्रीले। यहाँ अङ्क आउनेछ रेड बापति 1 अङ्क र अझै 1 अङ्क जोड्नेछ यहाँ न्यू डायमन्डले। सुनिताको सर्भिस निकै लामो समय लागेको थियो यहाँ कन्टिन्यू गर्नको लागि। निरुता आउनेछन्। अब निरुताको रिस त्यो अनुहारमा देखिन्छ। हामी भन्ने गर्छौँ निरुता ठकुन्नालाई है यदि राम्रो खेल पस्किनु छ भने राम्रो खेल देखाउनु छ भने उनलाई हल्का रिस दिलाइदिनुहोस्, हल्का चिडाइदिनुहोस् उनलाई, त्यसपछि उनको असली खेल आउनेछ। त्यो एग्रेसिभ क्या एकदमै हुन्छ नि के गरेर हुन्छ म पोइन्ट ल्याउँछु नै रिस क्या बलमै देखाउनुहुन्छ क्या उहाँले। आवश्यक छ प्रतिभा राइट थियो देखा सलिना कन्फ्युजन छोडिदिन खोजेको थिइन् उनले।
किलो हाने हाल्ने त्यहाँ छेउमा पुगेर पनि सायद आउट होला भनेर टाइपको उसलाई लाग्यो, नत्र भए उठ्ने नै बल थियो त्यो, उठाउनु पनि हुन्थ्यो उहाँले। हामी त कन्फिडेन्स छौँ सलिना श्रेष्ठ जस्तो लिब्रो नेपाली राष्ट्रिय टोलीमा निकै लामो समय सङ्घर्ष गर्नु पर्यो यो किसिमको लिब्रो ल्याउनको लागि। पुनः पनि केही समस्या आइरहेको छ यहाँ। खेलाडी परिवर्तनको कुरामा अफिसियलहरू सल्लाह गरिरहेका छन्, प्रशिक्षकहरूसँग सेकेन्ड रेफ्रीले सल्लाह गरिरहेका छन्। यहाँ एउटा गल्ती भइसकेको छ टिमबाट, अङ्क खुसिसकेको छ न्यू डायमन्डले, त्यही गल्ती दोहोऱ्याउनु हुँदैन। यहाँ अनुसारले पनि आज फर्स्ट साइजमा लिएका छन् पुष्पजङ मल्लले। यो अङ्क गइसकेपछि, स्कोरहरू गइसकेपछि जस्ता जस्तो खेलाडीहरूलाई बाहिर राखेर अनुसारलाई टाइम दिइरहेका छन् उनले। यस्तो त्यहाँनिर अहिले अट्याकर चाहिँ प्रतिभा माली देख्नुहुन्छ भित्र पोजिसनमा, त्यही भएर ब्लकिङको लागि चाहिँ उहाँले चाहिँ अनुसाजीलाई राख्नुभएको, किनभने जसना ब्लकिङको लागि जानु हुँदैन होइन। यदि अनुसाजी जानुभयो भने चाहिँ उहाँको के भयो, एड एडभान्टेज छ, ब्लकिङ गर्नुहुन्छ, त्यस कारण उहाँले सायद चेन्ज गराउनु होला बनाउन। यो पनि स्ट्राटेजी हुन्छ प्रशिक्षकको। बनामिका प्रशिक्षक भइसक्नुभयो, प्रशिक्षकको स्ट्राटेजी पनि हामीले बुझिरहेका छौँ कमेन्ट्री बक्समा। पछिल्लो समय कुन समयमा कुन स्ट्राटेजी अनुसार कुन खेलाडीलाई कति बेला पठाउनुपर्छ भन्ने कुराहरू पनि इम्पोर्टेन्ट छ। यो खेल सर्भिसले गर्नेछ, सर्भिस यहाँ सलिना प्रगति सुमित्रा रेग्मी, टिपिकल सुमित्रा रेग्मी देखिरहेका छौँ हामीले यो पटक। यही हो उनको काम। अहिलेको बल चाहिँ सुमित्रा चाहिँ झरिसकेको थियो क्या, त्यो बल जम्प गर्दाखेरि ल्यान्डिङ गर्दाखेरि भेटेको बल हो जस्तो लाग्छ मलाई यो हल्का होइन। अनि सायद उसको हाइटको कारणले पनि होला, उसलाई त्यो जम्प गरेर कटाइराख्नु पर्ने जरुरत पनि देख्दिनँ म। प्रगतिको सर्भिस थियो, निरुता आउनेछन्। एक्सपिरियन्स केलाई भन्नुहुन्छ तपाईँ? यो सरलाई भन्नुहोस्, यो स्ट्राइकलाई भन्नुहोस्। कति मजाले खाली ठाउँ देख्नुभयो होइन, त्यो पुरै खाली थियो त्यो जो नम्बर 1। खेलमा आफ्नो टिमलाई अगाडि बढाउँदै टाइम आउट भने अवश्य पनि लिनेछ एफिएफले। सेमिफाइनलको खेल हो आज। न्यू डायमन्डलाई सपोर्ट गर्न पनि दर्शकहरू आइराख्नु भएको छ। समयमा चिसोमा बिहान नेपाली महिला भलिबलमा भनामिका विशेष गरेर म देख्छु न्यू डायमन्डको जब गेम हुन्छ त्यति बेला दर्शकहरू खोज्नुपर्ने हुँदैन। दर्शकहरू जसरी भए पनि जुन समयमा गर्नुहोस्, जुनसुकै ठाउँमा गर्नुहोस्, सपोर्ट न्यू डायमन्डलाई जसरी पनि आउने गर्छ। हामी सानैबाट खेल्दादेखि नै मन पराइदिनुहुन्थ्यो उहाँहरूले चाहिँ हामीलाई। एउटा अब देख्नु त्यो सानो देख्नु भएको भएर पनि होला, सानैबाट अब यत्रो ठुलो हुँदै ग्रो अप भएको देख्नु भएर पनि होला, त्यो माया, त्यो स्ट्रगल, अब त्यो पब्लिक एउटा पब्लिक टिम, एउटा सानो स्कुलको टिम अहिले यो लेभलसम्म पुगिरहेछ होइन। तर कति पनि म थ्याङ्क्स भन्न चाहन्छु, उहाँहरूले गर्दाखेरि पनि हामी अहिले यो ठाउँसम्म पुग्नको लागि हामीलाई पुर्याइदिनु भयो होइन। सुमित्रा यमुनाले बचाएकी छिन् बल। यो पटक पूजा थारू सेलिब्रेसन गरिसकेकी थिइन् पूजाले, तर रेफ्रीले यहाँ आउटेका छन्। टच सोचेर सेलिब्रेसन गरेकी थिइन् पूजाले, डिरेक्टली आउटै के अरे राइटै भन्न थाल्नु भएको थियो। ब्लकमा टचै देखेको थिएन, त्यहाँ उता चाहिँ अब राइट जस्तो लाग्यो होला हेर्दाखेरि। सलिना बुढामा गरे पटक कम्बल भएको छ, यहाँ मिस्टेक भएको छ। अनुसारलाई त्यति राम्रो बल आएन, त्यसपछि त्यही अनुसारको सेटअप पनि गर्न सकेन उनले। निरुताजीले सायद पछाडिको जोनमा ठाउँ देखेर क्रस गर्न खोज्नु भएको थियो होला, तर अब नेटको नजिक हुँदाखेरि चाहिँ त्यस्तो बेलामा चाहिँ अलिक गाह्रो हुन्छ। सर्भिसबाट अन्त सेट पोइन्टमा छ। पहिलो सेटमा सेमिफाइनल खेल दुवै टोली फाइनलमा स्थान बनाउन चाहन्छ। महत्त्वपूर्ण छ यहाँ सेट पोइन्टमा प्रतिभा
के हुनेछ बज्ने सफल यमुना क्रस गराइदिएकी छन् सलिना श्रेष्ठ प्रगतिमा हात र सुमित्रा रेग्मीले गर्नेछन् यहाँ क्रिस एसेटको एकदमै दामी एक्सलेन्ट क्विक स्पाइक थियो अहिले सुमित्राको पावरफुल हेर्न पनि मजा आयो पक्कै पनि सुमित्राको कमी पक्कै हुने थियो यदि आज सुमित्रा अनुपस्थित भएमा यो खेलमा यहाँ जितेको छ पहिलो सेट 25-17